साथीहरू विदेशको ठाउँमा एउटा ठाउँबाट अर्को ठाउँ जाँदाखेरि चाहिँ ठाउँ पत्तो नलगाएर होस् या अथवा कोही बेला चाहिँ गाडीहरू नचिनेर चाहिँ जुन बाटोमा छोडिनु पर्ने अवस्था हुन्छ नि त्यो साथीहरूको लागि चाहिँ यो भिडियो छ होइन। आधी घन्टा अगाडि नै मलाई गाडीले ओरै छोडिदियो, त्यहाँबाट फेरि म हिँडेर जानुपर्ने भयो। अब साथीहरू हेर्नु न, चिसो छ कुवेतको ठाउँ, चिसो ठाउँमा कपाल काट्यो आज, फेरि चिसो भइरहेछ, आधी घन्टा हिँडेर जानुपर्ने भयो। यो चाहिँ कुवेतको सबा सलिम भन्ने ठाउँ हो। म चाहिँ अब गाडीमा आधी घन्टा ओरै छुट्किएर फेरि हिँडेर अब घरबाट सामान पठाइदिएको छ भन्ने खबर भएर चाहिँ घिउ पठाइदिएको छ अरे मेरो श्रीमतीले, त्यही भएर म चाहिँ घिउ लिन जाँदैछु साथी भएको ठाउँमा। तर मलाई गाडीले आधी घन्टा ओरै छोडिदियो, आधी घन्टा ओरै छोडेका कारणले अब हिँड्दै हिँड्दै जानुपर्छ। यस्तै हो क्या साथीहरू, नयाँ ठाउँमा नयाँ परिवेशमा जानी नजानी गल्ती भइहाल्छ होइन। सबा सलिम भनेर चाहिँ चढ्न चाहिँ चढेको, म्याप पनि हेर्दै आउँदै थिएँ। सबा सलिमको पनि अब पहिलोचोटि अस्ति सामान लिन आउँदा चाहिँ ठ्याक्कै ठाउँमा उतारिदिएको थियो। योपालि पनि त्यही ठाउँमा उतारिदेला नि त भनेको, तर यो ठाउँमा चाहिँ योचोटि चाहिँ अर्कै ठाउँमा उतारिदियो। त्यस्तो अप्ठ्यारो हुन्छ क्या साथीहरू। अनि साथीहरू तपाईँहरूलाई म यहाँ देखाउँदैछु कुवेतमा हुने यो बोट बिरुवाहरू भने चाहिँ यस्तै हो। यहाँ हेर्नु, खडेरी लागेर सुकिरहेको हुन्छन् होइन। यहाँ पानी हुँदैन, मरुभूमिमा चाहिँ यसो घरहरू बनाएर बसेको हुन्। जति पनि अरब देशहरू छ त्यहाँ चाहिँ पहिला चाहिँ निकै अवस्थै थिएन, यहाँ अवस्था बनाएर बसिएको हो। यहाँका मानिसहरू त्यसरी बसेका हुन् होइन, देख्न सक्नुहुन्छ। र यसरी गाडीबाट छुटेर आधी घन्टा वरपर पुग्दा पनि निकै गाह्रो हुन्छ। आज चाहिँ म हल्का बिरामी पनि थिएँ, बिरामी भइ पनि म चाहिँ आज आउनु पर्यो।